वेलकम ब्याक है सबैजना सन्चै हुनुहुन्छ होला। म चाहिँ अब चाहिँ चिर बोल्न जान लाग्यो होइन। दाउराको चाहिँ अलिक कमी भएको हुनाले चाहिँ भाइहरूले चाहिँ दाउरा काट्दैछन्। म चाहिँ यसो बाजागाजाहरू बजाउनु पर्ने हुन्छ, छोटो मिठो अनि रमाइलो गरेर चाहिँ निस्किने हो। मान्छे चाहिँ धेरै छैनन्। दाइहरूलाई चाहिँ म ल्याउनलाई यहाँ बजारमा आएको, दाइहरू चाहिँ खाना खाँदै हुनुहुन्छ। म एकछिन चाहिँ वेट गरिरहेको छु। दाइहरू आएपछि चाहिँ हामी चाहिँ सबैजना भएर चाहिँ गइन्छ, एकचोटि बाजागाजा बजाइन्छ, एकछिन रमाइलो गरिन्छ अनि पछि फर्किन्छौँ। नर्मलै हुने भयो यसपालिको चाहिँ होइन, किनकि बुढापाकाहरू चाहिँ अब रात पर्यो हिँड्न पनि सक्नुहुन्न, धेरैजना पनि हुनुहुन्न, अब सबै ठाउँ ठाउँमा हिँड्न सक्नुभयो। अब युवाहरू भनेको अब म छु एउटा होइन, अनि हाम्रो अलि दादाहरू हुनुहुन्छ गाउँमा, यतितिर बिजनेस गरेर बस्नुभएको दादाहरू हुनुहुन्छ, उहाँहरू चाहिँ जलाउन मात्रै जानुहुन्छ होइन। त्यो हुनाले चाहिँ अब हामी चाहिँ केही बेरमा चाहिँ हाम्रो चाहिँ जलाउने प्रोग्रामहरू चाहिँ सुरु हुन्छ होइन। छोटो मिठो हुन्छ, प्रतीक्षा गर्नुहोस्, हेर्नुहोस् होइन, रमाइलो हुनेछ होइन। रमाइलो नभए पनि रमाइलो मानिदिनु होला होइन। अब यसपालिको चाहिँ त्यस्तै भयो होइन, अघिल्लो साल चाहिँ अब रमाइलोहरू चाहिँ देखाउन पाइएन। हामी चाहिँ यो डाँठाहरू चाहिँ उठाएर लगेर हाम्रो दिनु आहारे होइन, त्यही सुनेर आएको है, फेरि चोर्न आएको होइन, दिएर चाहिँ हामी उठाउन आएको, डाँठ उठाउने। अब दाउराहरू चाहिँ जम्मा गरेँ, यहाँ कोही पनि आउलान् जस्तो लागेन है मलाई। म एक्लै भयो भने दुइटा चाहिँ लग्नु पऱ्यो। हाम्रो मामेले पनि डाँठ लिएर जानुभयो। हाम्रा केटाहरू चाहिँ यहाँ बाजाहरू बजाएर आउने। ल हाम्रो दाइ यो मेरो सारे भाइ, यो जत्रै साराको भाइ छ मेरो भाइ होइन। यो पनि चिरबोल भाइ कस्तो भइरहेको त्यहाँ, रमाइलो हो नि, दाउराहरू बोक्यो नि, मलाई चिनी थियो। ए जत्रै माया गर्छ मेरो भाइले मलाई, सारेको भाइ हो हाम्रो होइन। नाम के अरे भाइ तेरो? विष्णु भाइ। यहाँ चाहिँ यस्तो यस्तो भइरह है, माथि चाहिँ चिर्छ होइन। हाम्रो छोरी पनि आएको छ, त्यसरी आउँदैछ हाम्रो। यत्रो दाउराहरू चाहिँ लिएर आउनुभयो, केटाहरू चाहिँ दाउरा लिएर आइसक्यो है। दाउरा चाहिँ यति टन्डे लिएर आउँदैछन्। अब चाहिँ लास्ट हुँदैछ है। अब चाहिँ हामी चाहिँ दाउराहरू पनि लिइसक्यो। अब चाहिँ यो एलाको चाहिँ काट्ने कुरो हो, काट्न चाहिँ अहिले चाहिँ नकाट्ने, लास्टमा चाहिँ काट्ने रे। अनि पछि आगो पनि बाल्ने चाहिँ अब चाहिँ प्रोसेस सुरु हुँदैछ ल। यति चाहिँ हाम्रो दाउराहरू चाहिँ काटिरहेछ। दाउराहरू चाहिँ रेडी हुँदैछ ल, दाउराहरू रेडी हुँदैछ। यति दाउरा चाहिँ भयो। हाम्रो दाइले दाउरा फाल्दै हुनुहुन्छ। यहाँ त त्यही आँगा हो नि, अरू त केही छैन। सुकेका पनि छन् होला, बिचमा एक दुईवटा सुकेका मिसाउने भने चाहिँ ऊ हुन्छ कि भाइहरू चढिरहन्। ए हाम्रो रवि भाइ यसो काम गर्ने मान्छे, काठो बाठो होइन गरिरहेछ। भाइ काट्न ल गइस् न, क्यार्न गइस् त। यो सिठाहरू तानम तल, तानम बस। हामी जनता चाहिँ जनता छमै, धेरै छौँ जनताहरू चाहिँ यहाँदेखि। आगो चाहिँ बोल्यो है, आगो बोल्यो ल, आगो चाहिँ बोल्यो गाइस होइन, आगो चाहिँ बोल्यो ल। ल हाम्रो चिरमा चाहिँ आगो बोल्यो, रमाइलो हुन्छ ल। आगो बोल्यो ल, आगो बोल्यो, हेर्नु हाम्रो सुरु भइसकिरहेछ। आगो बोलिरहेछ। फाइनल्ली हामी चाहिँ चिर बोलिसक्यो ल। हामी चाहिँ जनता छौँ है, जनता छन्। म सोचेको थिएन कि यति हामी मान्छे हुन्छ भन्ने चाहिँ होइन, जनता थियौँ हामी।
मस्त चिर बोलिरहेछौँ ल, हामी चाहिँ चिर बोलिरहेछौँ, रमाइलो छ। यहाँ चाहिँ हाम्रो नाच चलिरहेछ है, नाच चलिरहेछ। हामी हेर्ने दर्शकहरू भिडियो होइन, छुट्टै रमाइलो छ, छुट्टै रमाइलो छ। हेर्न सक्नुहुन्छ है, हेर्न सक्नुहुन्छ। हामी चाहिँ चिर पनि पोलिसक्यो ल, बब्बाल भ्यू छ, बब्बाल। के छ मलाई रमाइलो छ नि है, राजाको पालाको है, राजाको पालादेखि चलिआएको रीति हो यो होइन, राजाको पालादेखि चलिआएको रीति। यसलाई चाहिँ हामीले सम्मान गर्नुपर्छ, यसलाई चाहिँ हामीले सम्मान गर्नुपर्छ, हाम्रो कल्चर जोगाउनु पर्छ। अब चाहिँ थाक्यो है, चलिरहेको छ होइन, अब चाहिँ मलाई लास्टै थाक्यो होइन, सुत्नुपर्छ। हाम्रो दाइले पनि जलाउँदै हुनुहुन्छ है, यहाँ दाउराहरू हालेर होइन। अब लगभग लगभग भइयो कि छोटो मिठो होइन, खुट्टा लास्ट गले खनेर नाचेर। आज हो कि अब कहिले कहिले होइन, नाच्नु त पऱ्यो नि। हाम्रो दाइ पनि हुनुहुन्छ वरिष्ठ, हाम्रो ठुलो बडो दाइ भनेको यहाँ हुनुहुन्छ है, बाबा हुनुहुन्छ यहाँ चाहिँ। नाच चलिरहेको नाच, उता पनि हेर्ने मान्छे हुनुहुन्छ है। मेरो घर चाहिँ उहाँ माथि है, त्यहाँ लाइट बल्दैन, त्यो चाहिँ मेरो घर हो। ल अब चाहिँ गुड नाइट।